Hello guys, welcome back to my channel. आज म खाँदैछु Pringles मेरो दिदीले ल्याउनु भएको थियो ल गाइस म स्टार्ट गर्छु हेलो गाइस वेलकम ब्याक टु माय च्यानल र नि हैन आज चाहिँ नि अस्ति मेरो दिदीले गिफ्ट दिनु भएको थियो आज हेर्दैछु म गाइस कस्तो छ होला मलाई थाहा छैन त्यता के छ तर दिदीले भन्नुभएको थियो त्यता खानेकुराहरू छ तर मैले तीनटा चीज चाहिँ खाइसके गाइस ल म हजुरहरुलाई देखाउँछु यो झोलामा चाहिँ छ मैले सबै कुरा निकालिसकेको छु र म देखाउँछु है यसको नाम थियो Pringles त्यो भिडियोमा हेर्नु देखाउँछ नि त्यो सर्चहरुमा त्यता यसको तल सानो यस्तो Pringles हुन्छ भन्ने त्यो त मैले यकिन गरेको थिइन तर लेट्स चेक यो खाना पनि चेक गर्न पर्यो अनि एउटा एप्पल जुस मिठो हुन्छ मैले एउटा खाइसके अनि गाइस यो चोको पाई यो मैले दुईटा खाइसके खोलिसकेको छ भित्र हेर्नु होला खोल छ गाइस यो त चेक गर्नुभयो अब चोको पाईको बारे चाहिँ त्यो पनि हो यो हजुरहरुले खानुभएको छ भने कमेन्टमा बताउनुहोस् अनि हजुरले मेरो च्यानल हेर्नुभएको छैन भने लाइक र सब्स्क्राइब पनि गर्नु होला अनि यो चाहिँ के हो नाम मलाई थाहा छैन यदि तपाईहरुले यति कुरा खानुभएको छ भने कमेन्टमा बताउनुहोस् अनि त्यसपछि अरु डेरी मिल्क सिल्क पनि थियो अनि त्यसपछि अरु के थियो किटक्याट थियो अनि त्यसपछि एप्पल जुस थियो त्यही पनि मैले यो खाइसके अब म चाहिँ यो चाहिँ मेरो बाबाको दिन गिफ्ट दिनुभएको थियो गाइस अनि त्यसपछि आज माघे संक्रान्ति ह्यापी माघे संक्रान्ति अनि यो मामले मलाई त गिफ्ट दिनुभएको थियो प्रोजेक्ट बनाउन कस्तो राम्रो छ अनि मैले पाएको दक्षिणा भयो गाइस अनि त्यसपछि यता माउ हेर्दै हुँदो रहेछ अनि त्यसपछि 30 रुपियाँ त छ आमाले दिनुभएको त्यही पनि लुकाएर राखिरहेको छु कसैको नजर पर्दैन अनि त्यसपछि यो मेरो बेस्ट फ्रेन्ड गुड्डुले देखे बुइनी जस्तै भनौँ उसले यो चाहिँ देखियो यता लाइट पनि बल्छ कलरहरू पनि धेरै छ रेड कलरको इङ्ग्लै सकिसक्यो So guys, आजलाई यति नै bye bye see you another video again bye bye